हामी मेरो लगायत तपाईँहरू सबै योगदान उति नै छ। योगदान कसैको पनि फरक छैन। म नाम लिएर कसैलाई सम्बोधन गर्नेवाला छैन। नाम लिँदै गर्दा यो प्राङ्गणमा भएका सबैको नाम लिनुपर्ने हुन्छ। यहाँ कसैको योगदान तल र कसैको योगदान माथि छैन, किनभने मेरो पनि एउटा मत, तपाईँको पनि एउटा मत, त्यस कारणले समान छ। म यो कार्यक्रमलाई भर्बल रूपमा सम्बोधन गर्दै गर्दाखेरि सभापतिलाई त गर्न नै पर्छ। यस कार्यक्रमका सभापति महोदय र राष्ट्रिय स्वतन्त्र पार्टीलाई माया गर्नुहुने शुभचिन्तकहरू, आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरू, विशेष गरी आज सैलौँकै कार्यक्रम भएकोले म सैलुङलाई अलिकति बढी फोकस गर्न चाहन्छु र धेरै धेरै सैलुङका मतदाताहरूलाई धन्यवाद दिन चाहन्छु। म यो कार्यक्रममा सुन्दै गर्दा साथीहरूले बोलेका कुराहरू, बोल्न आउँदैन भन्दै गर्दा बोलेका कुराहरू, हिजो कार्यक्रम गर्दा स्टेजमा गएर बोलिदिने मान्छे कोही पनि थिएन। आज त सबैजना नेतृत्व लिन तयार भइसक्नु भएछ। म त साह्रै खुसी भएको छु। र मलाई अर्को एउटा अलिकति नमज्जा लागेको, नमिठो लागेको कुरा, दोलखामा हामीले चुनाव जितिसकेका छैनौँ, किनभने हामीले त जम्मा 40-42% मत मात्रै ल्याएका हौँ। बाँकी रहेको 58% जति मत त बाहिरै छ। त्यो मत ल्याउनको लागि जबसम्म हामीले काम गर्न सक्दैनौँ, त्यति बेरसम्म हामीले जित भएको घोषणा गर्न सक्दैनौँ। आज पनि हेर्ने हो भने प्रतिपक्षमा नै हाम्रो भन्दा बलियो मत त्यहीँनिर नै छ। त्यो मत पनि हामीले ल्याउनको लागि मतदाता, शुभचिन्तक, नेतृत्व सबैजना लाग्नुपर्नेछ। र अर्को एउटा अलिकति नमजा लागेको कुरा चाहिँ अहिले प्रकाशजीले बोल्दै गर्दाखेरि भर्खर हामी पार्टी राजनीतिमा दोलखामा छिर्दैछौँ। अस्तिको सम्पर्कको कार्यक्रम पनि मलाई शुभकामना दिन बोलाइएको कार्यक्रम मात्रै हो, म उपस्थित थियो। मैले त्यो उहाँले अघि बोल्दै गर्दा मैले त्यहाँ सभापतिज्यूका भरतजीलाई पनि सोधेको थिएँ, यो कार्यक्रम चाहिँ अलिकति बढी बोल्न नपाए बापत अर्गनाइज गरिएको हो कि भनेपछि मलाई कता कता फिल भयो। नेतृत्वहरूले कति कुरा सहनै पर्छ, नसहेर त उपाय छैन। नेतृत्वले सहन सकेन भने नेतृत्व बन्न सक्दैन। मैले अस्ति त्यो कार्यक्रममा बोल्दै गर्दा दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टी जगदीश खरेलले चुनाव जित्दै गर्दा दोलखामा धेरै बजेट ल्याउनका लागि मात्रै हो भनेर नसोच्नुहोस् भनेको थिएँ। त्यसमा मैले अझै सन्दर्भ जोडेको थिएँ। अन्तिममा काटेर के मात्रै हालिएको छ भने दोलखामा त जगदीश खरेलले बजेट ल्याउँदैन अरे भनेर काटेर त्यति हालिदिएको छ। अब तल गालीको वर्षा छ। अब म तल त्यसमा बाजेर बसेर त म त सक्दिनँ। अनि अर्को कुरा के भने गौरी शङ्करमा टावर छैन भनेर भन्दै गर्दा म 90वटै पालिकाको वडा लिएर नाम लिएर भन्दै गर्दा त त्यो भाषण आजको जेनेरेसनले भाषण धेरै सुन्न चाहँदैन। आजको जेनेरेसनले त प्रश्न उत्तर गर्छ। तपाईँहरूले यहाँ आज भाषण गर्नुभएको छैन, मलाई क्वेसन गर्नुभएको छ र तपाईँहरूले मलाई भोलि गर्नुपर्ने कामहरूको विषयमा बताइराख्नु भएको छ। आज भाषण सुन्न नागरिकहरू मन पराउँदैन, किनभने भाषण सुन्दा दिक्क भइसक्यो। आजको जेनेरेसन त प्रश्न उत्तर गर्छ, कति कुरा सहनुपर्छ। मैले गौरी शङ्करको मात्रै नाम लिएँ त्यो दिन। त्यहाँ नेपाल टेलिकमको टावर नभएर त्यहाँका मतदाता, त्यहाँका नागरिकले राम्रोसँग सामाजिक सञ्जाल र एउटा फोनसम्म गर्न पाउनु भएको छैन भनेर गौरी शङ्करको नाम लिएर भनेको थिएँ। अरू पालिकाका साथीहरू रिसाउनु भयो। त्यो त उदाहरण हो। म 90वटै पालिकाको वडै स्तरको नाम लिएँ भने त 2.5 घन्टा भाषणमा लाग्छ। म भाषणमै मात्रै सीमित भएर त भएन नि। उदाहरण दिँदै गर्दाखेरि अरू पालिकामा पनि समस्या भएको, दोलखाको टेलिकमलाई जानकारी नभएको होइन।